आज चाहिँ म तपाईँहरूलाई मेसको खाना कस्तो हुन्छ देखाउन गइरहेको छु। अन्तिम समय होला। थाल चाहिँ आफै बोकेर जानुपर्छ, आफ्नै पैसा लगेर जानु पर्यो। पैसा बोक्ने के गर्नुपर्छ बिजनेसमा। कतिजनाले चाहिँ मन्थली पे गर्छ। मेस जाने बाटो चाहिँ यो तर्फ हो, सिधै तल्लो तल आएर सिधै जानुपर्छ। कतिजना चाहिँ खाएर निस्किँदैछ मेसबाट। मेसमा चाहिँ यहाँ कतिजनाले खाँदो रहेछ। अब हल्का भाँडा धोइदिउँ, त्यहाँबाट चाहिँ मेसको खाना खाइदिउँ। हल्का पकाइदिउँ, बिहानै धोएर आइदियो। मेसमा चाहिँ यहाँ लाइन लागिरहेको छ। म चाहिँ पछि बसिरहेको छु खाना थाप्नुको लागि। त्यसले थाप्दैछ खाना, उसको बादमा चाहिँ म थाप्नेछु। खाना चाहिँ योहरू छ आइटमहरू, म थाप्दा तपाईँहरूलाई भन्दैछु। यहाँ चाहिँ भात थाप्दैछु म। एक प्लेट बस भात खिरा। पुलिस मेसमा चाहिँ यस्तो हुन्छ। कतिजना त अब पुलिस पर्सन नै होला, उनीहरूलाई त थाहा छ। फ्यामिलीहरू पनि होला, पुलिस पर्सन पनि उनीहरूलाई थाहा छ खाना यस्तो हुन्छ भनेर। आलु चौका रहेछ। खिरा चिकन ल्याउनु गयो। चिकन राम्रो पिस दिने अरे, राम्रो पिस लिएर आउँदैछ। थापेर बसिरहेको छु म। चिकन चाहिँ राम्रो राम्रो पिस लिँदैछ। आलु नै आज के आलु बनाउँछ। पापड लिँदै त चटनी। सबै भयो ठिक एकदम। आइटममा चाहिँ यही हो। म चाहिँ अब बसेको खानु यता। आइटम चाहिँ राम्रै पाउँछ। लु अब म सुरु गरेँ होला। म चाहिँ सुरु गरेँ साथीभाइ, म चाहिँ सुरु गरेँ। राम्रो भयो। ल आजको लागि यति नै भिडियो। पछि भिडियो लिएर आउँदा धन्यवाद।